नमस्कार बहिनी। हजुर सन्चै हुनुहुन्छ? म सन्चै छु बहिनी। बिसन्चो भएर काठमाडौँ आउनु भएको रहेछ? धेरै सन्चो थिएन, हजुर अलि उसमा आएको, डक्टर फलोअपमा पनि आएको। हजुर। अनि के गर्दै हुनुहुन्छ साहित्यमा? के निस्क्यो? मेरो हजुर हजुर एक्सन भनेर निकालेँ मैले 53 सालमा। हजुर अनि त्यसपछि भजन अमृत निकालेँ। हजुर हजुर अनि बाल साहित्यतिर लागेँ फेरि म। बाल साहित्य केही वर्ष बाल साहित्यतिर हजुर लागेँ। हजुर अनि फेरि अर्को मौन समय भन्ने हजुर सङ्ग्रह निकालेँ, हजुर मौन हजुर समय। हजुर अनि त्यसपछि अरू बाल साहित्यमा चाहिँ के छ भने ज्ञानी बनाऊ कविता सङ्ग्रह, सोमत ममत कथा सङ्ग्रह, हजुर भङ्गेरा भङ्गेरी कथा सङ्ग्रह, हजुर हजुर अनि चुलबुले बाँड हजुर कथा सङ्ग्रह हो। हजुर त्यसपछि सिसी क्यामेरा चाहिँ कथा सङ्ग्रह, हजुर त्यही 79 मा अनि प्रभाव हजुर बाल नाटक, हजुर प्रभाव। हजुर अनि त्यसपछि अरू बात गरे पनि छ मेरो बाल साहित्यमा। कथा छ हिग स्टप रिङ बेल हजुर